नमस्ते। आज हामी पेपरबाट फ्लावर भास बनाउन गइरहेका छौँ। हामीले यहाँ पेपरलाई लेन्थ र ब्रेथ दुईटै साइडबाट हाफ हाफ हुने गरी फोल्ड गर्नेछौँ। लेन्थमा भएको सेन्टर लाइनमा पर्ने गरी हामीले दुईटै साइडलाई एकै ठाउँमा जोड्छौँ। जोडिसकेपछि हामीसँग यस्तो खाले सेपमा यो A4 साइज पेपर आउँछ। यसलाई हामीले स्केलको हेलबाट टियर गर्न सक्छौँ। एउटा A4 साइज पेपरबाट हामीहरूलाई चाहिएको जस्तो सेपमा हामीले 8 रेक्ट्याङ्गल बनाउन सक्छौँ। अब हामी पेपरलाई कसरी फोल्ड गर्ने भनेर सिक्न गइरहेका छौँ। हामीले यहाँ यस फ्लावर भेसलको लागि एप्रोक्सिमेटली 1000 वटा ट्रायङ्गल यस्तो खाले सेपको बनाएका छौँ। हामीले यो ट्रायङ्गल सेपलाई यो जुन फोल्ड गरेको पार्ट छ यसरी राख्ने। त्यसपछि यो ट्रायङ्गल सेपको पनि हाम्रो फोल्ड गरेको पार्ट हजुरले हेर्न सक्नुहुन्छ, यतापट्टि छ, पछाडिपट्टि परेको छ। अब यो टुप्पोलाई यसमा छिराउने र अर्कोको पनि हाम्रो यो फोल्ड गरेको पार्ट पछाडि छ, त्यसको पनि यो टुप्पोलाई यता छिराउने। हामीले यो दुईटा ट्रायङ्गललाई हेर्नुस्, हामीसँग यस्तो भन्छ, यहाँ पनि हामीसँग एउटा होल टाइपको छ र यतापट्टि पनि छ। हामीले जस्ट दुईटालाई एउटा सिङ्गलले यसरी जोडेको हो। सेम प्रोसेसलाई फलो गरेर हामीले 25 वटा पिस बनाइसकेका छौँ। अब हामी ती 25 पिसहरूलाई फेरि मैले अहिले देखाएको जस्तै साइड साइडको होलहरूमा छिराएर फेरि एउटा लामो चेन जस्तो बनाउँछौँ। हजुरले भिडियोमा पनि हेर्न सक्नुहुन्छ। हामीले यहाँ ग्लु लगाउन चाहिँ बिर्सिनु हुँदैन, किनभने बेसलाई हामीले सकेसम्म बलियो बनाउनुपर्छ। बेस बनाइसकेपछि भने हामीले ग्लु लगाउन त्यति जरुरत हुँदैन।
हामीले एउटा डोरी जस्तो भएको थियो त्यसलाई गाँसेर एउटै रिङ माला जस्तो बनाएका छौँ। यसपछिको स्टेपमा भने हजुरहरूले अलिकति केयर गर्नुपर्ने हुन्छ। हामीहरूले यहाँ हजुरहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ मैले एउटै ट्रायङ्गलको पोइन्ट नलिकन डिफ्रेन्ट ट्रायङ्गलको दुईटा चुच्चो लिएर अरू पेपर अरू ट्रायङ्गल एड गरिरहेको छु। हजुरहरूले पनि त्यस्तै गर्नु होला। हामीले एउटै लियौँ भने चाहिँ हाम्रो बाँस बलियो हुँदैन। हजुरले यहाँ हेर्न सक्नुहुन्छ मैले डिफ्रेन्ट ट्रायङ्गलको पोइन्टहरू चुच्चोहरू लिएको छु। मैले यहाँ पेन्सिलले कोरेको चाहिँ अरू केही भएर होइन, हामीहरूले त्यो पेपरहरू एड गर्दै जाँदाखेरि कताबाट स्टार्ट गरेको हो भनेर चिन्न सजिलो हुन्छ भनेर कोरेको हो। हजुरहरूले यो कोर्न पनि जरुरत हुँदैन, मैले यो जस्ट हजुरहरूको लागि सजिलो होस् भनेर मात्र गरेको हो। हजुरहरूले अर्को कुरा के विचार गर्नुपर्छ भने एउटा टुप्पोलाई एउटा होलमा मात्र हाल्नु पर्दछ, दुईटै टुप्पोलाई एउटै होलमा हाल्नु हुँदैन। हरेक ट्रायङ्गलमा दुईटा होल छन्, हजुरहरूले त्यो पनि देख्न सक्नुहुनेछ। त्यही भएर एउटा होलमा जस्ट एउटा चुच्चो हाल्नु पर्दछ।